नमस्कार। म चाहिँ मेरो नाम सीताराम ढकाल हो। मैले अहिले यो टोरन्टोको स्कार्बो भन्ने सिटीको एउटा पर्टिकुलर यहाँ पार्कको बारेमा सामान्य कुराकानी यसो मनोरञ्जनको लागि मैले यो भिडियो बनाइरहेको छु। तपाईँहरूले त्यसै गरी मनोरञ्जनकै रूपमा लिदिनु होला। यो अरू कुनै उद्देश्य भन्दा नि मनोरञ्जन र अरू अब धेरैभन्दा धेरै मान्छेहरूले चाहिँ विभिन्न ठाउँको चाहिँ अब विभिन्न कुराहरू चाहिँ अब यसो देख्न पाइयो समय हुँदाखेरि यसो फुर्सद मिलाएर हेर्ने कुराहरू हो। अब यसको लागि तपाईँले 5-7 मिनट खर्च गर्नै पर्छ, किनभने सबैतिर मैले यसरी तपाईँलाई वरिपरि यहाँ देखाउँदै गएको छु। यो सबै कुराहरू मैले हल्का तपाईँहरूलाई बताएँ भने अलिकति मजा पनि आउँछ के हो यहाँको भन्ने कुरा होइन। बताएन भने मजा पनि आउँदैन। मैले यो सर र पार्क देखाएँ। यो एउटा सिटीले सञ्चालन गरेको पार्क हो, जुन पार्कको चाहिँ हाम्रो इन्ट्रान्स चाहिँ यो साइडमा छ। एउटा इन्ट्रान्स तपाईँले पर गाडी कुदिरहेको देख्न सक्नुहुन्छ। त्यो रोड चाहिँ मक्कावन भन्ने रोड हो। अनि यतापट्टि चाहिँ के छ भन्नुहुन्छ भने सामान्य हाम्रो अहिले हाम्रो नेपाली एउटा हिमालयन स्पोर्ट्स क्लब भन्नेले पनि स्पोर्ट्स क्लबले पनि बच्चाहरूलाई चाहिँ ट्रेनिङहरू यो फिल्डमा गराइरहेको छ। एउटा यो फुटबल फिल्ड हो उतापट्टिको पल्लो, अनि यो ओल्लो पनि यो पनि फुटबल फिल्डै हो। हेर्नुहोस् तपाईँले फुटबलको अब त्यहाँ टाएको सबै नेटदेखि लिएर सबैदेखि त्यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँ इभेन मान्छेहरूलाई यसो बसेर हेरौँ भनेर यस्तो पनि यहाँ बनाइदिएको छ एउटा होइन। यो अब यहाँ जस 50-60 जना मान्छेहरू यहाँ बस्न मिल्छ। अनि यहाँ माथि यो अब यो लाइट चाहिँ सायद लाइटको लागि राखेको होला, उज्यालोको लागि राखेको होला। अब यो हाम्रो नेपालमा पनि हुन्छ यस्तो खालको लाइट। अब यो पार्कको एउटा विशेषता भनेको चाहिँ अब यो क्यानाडा भनेको तपाईँको लगभग 3 देखि 4 महिना चाहिँ राम्रै अब हिउँ पर्यो भने राम्रै हिउँ पर्ने ठाउँ हो। अहिले पनि तपाईँले मार्चको अब आज 10 तारिक हो, यस्तो हिउँ अझै देख्न सक्नुहुन्छ फिल्डमा होइन। अब यहाँ 3-4वटा यो आइस अथवा स्नोको एक्टिभिटिजहरू हुन्छ यो फिल्डमा मेनली। एउटा यहाँ तपाईँले उयो फिल्ड देख्न सक्नुहुन्छ यहाँ बिचमा, म अलिकति हाइलाइट गर्छु। यहाँ यो स्कोसिया ब्याङ्क लेखेको देख्नुभयो होला, त्यहाँभित्र एउटा रिङ छ। यो रिङमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने आइस हक्की, क्यानाडाको यो विन्टर नेसनल गेम हो आइस हक्की। यो आइस हक्की चाहिँ खेल्ने रिङको त्यसलाई रिङ भन्छ। अनि त्योभन्दा उतापट्टि चाहिँ अर्को के छ भन्नुहुन्छ भने अर्को एउटा रिङ छ, त्यो ओपन रिङ हो, जुन रिङमा चाहिँ अब आइस स्केटिङ गर्न मिल्छ, स्केटिङ सुज लगाएर। त्यो एक्टिभिटिजको लागि त्यो प्रयोग गरिन्छ। थुप्रो मान्छेहरू हुन्छन्। अनि एउटा यहाँ डाँडो छ, सानो सानो डाँडो। यो डाँडोमा चाहिँ हिउँ त्यो बेलामा फुल अफ स्नो हुन्छ। अनि फुल अफ स्नो भएको कारणले गर्दाखेरि चाहिँ त्यो स्नोमा स्लाइड गरेर अब तलसम्म ओरसम्म अब हिउँ भनेको तपाईँको त्यो जमेको हिउँ एकदम चिप्लो हुन्छ। त्यो हिउँले नि चिप्ल्याउँदै अलि निकै अगाडिसम्म ल्याउँछ। त्यसमा एउटा बस्नको लागि त्यो चिप्लिनलाई बस्नको लागि चाहिँ एउटा बोर्ड हुन्छ, त्यो स्केटिङ बोर्ड हो त्यो होइन। अब तपाईँको स्लाइडिङ बोर्ड भन्छ त्यसलाई। त्यो स्लाइडिङ बोर्ड चाहिँ गर्नुपर्छ, गर्दाखेरि चाहिँ त्यो एक्टिभिटी छ। अब यो एउटा सानो पार्कमा तपाईँले यसो हेर्नुहुन्छ भने अब यो फ्री पार्क हो। यहाँ कुनै तपाईँले छिरेको गरेको बसेको खेलेको केही गरेको पनि पैसा लाग्दैन। यो सिटी सरकारले म्यानेज गर्ने कुरा हो यहाँको। अब सिटीले भनौँ, अब नगरपालिकाले भनौँ, अब त्यहाँको हिसाबले भन्दाखेरि अब त्योभन्दा अब यहाँभित्र कुनै घर सर यताउति हुँदैन। अब सिटीको त्यहाँ अफिस हुन्छ। अब त्यहाँ एउटा टोइलेट, एउटा लेडिजको लागि टोइलेट छ, एउटा जेन्ट्सको लागि टोइलेट छ। अनि चेन्ज रुमहरू छ होइन। पानी खानको लागि टोइलेट जानको लागि केही टेन्सन हुँदैन, त्यहाँ छ त्यो ठाउँ। अनि यहाँ बच्चाहरू यो अलि साना खालका बच्चाहरूलाई यहाँ पिङ खेल्ने ठाउँ छ, चिप्लेटी छ, झुन्डिने यहाँ हेर्न सक्नुहुन्छ है। सानो खालका बच्चा लिएर आयो भने म कहिलेकाहीँ मेरो सानो छोरीलाई लिएर आउँछु, यहाँबाट निस्किनै मान्दिनँ। यस्तो पुरा यहाँ सबै कुराहरू यहाँ छ, चिप्लेटीदेखि लिएर पिङदेखि लिएर बच्चाहरूलाई, एउटा सामान्य बच्चाहरूलाई खेल्नलाई यता झुन्डिने यता गर्ने टाइपको छ होइन। अनि अब पार्किङको लागि पुरा खाली नै छ अहिले पनि, पार्किङ देख्न सकिन्छ। अब कहिलेकाहीँ चाहिँ प्याक पनि हुन्छ पार्किङ। अर्को साइडमा पनि छ उतापट्टि, तर त्यतापट्टि आउनलाई चाहिँ फेरि यताबाट आउनु मिल्दैन, अर्कै बाटो छ त्यहाँ आउनलाई। त्यतापट्टि पनि छ। अब यो तपाईँको के हो मलाई थाहा भएन, इन्डस्ट्रीहरूको के हुन अब होइन, म भन्न सक्दिनँ त्यसमा। अलिकति उतापट्टि ट्रेनको लिक छ, त्यो चाहिँ अब गो ट्रेन भनेर भन्छ, कहाँ पुग्छ। अनि ऊ त्यहाँ बसहरू चलिरहेछ। अब यहाँको चाहिँ गभर्मेन्टले, सरकारले नै पब्लिक ट्रान्सपोर्टेसन भन्ने जुन हुन्छ अब त्यसमा बस पर्छ, अनि ट्रेन पर्छ होइन। अब ट्रली बसहरू जस्तो टाइपको ट्र्याम्पहरू आदि इत्यादि थुप्रै खालका पब्लिक भेहिकल्सहरू हुन्छन्, ती सबै पर्छन्। ती सबै भेहिकल्सको लागि चाहिँ एउटै पासद्वारा चाहिँ 2 घन्टासम्म $3.25 घन्टावाला पास किनभने $3.25 सिनेप तिरेपछि चाहिँ सिटीभरि तपाईँ जतिसुकै ओहोरदोहोर गरेर जतिसुकै हिँडे डुले पनि त्यसले नै कभर गर्छ। अब अर्को भनेको तपाईँको
यहाँ त्यो खालको व्यवस्था छ, त्यसरी व्यवस्था मिलाएको छ। कसैले मन्थली किन्छन्, मन्थली किन्दाखेरि $184 कति पर्छ, त्यसमा जतिसुकै जति ठाउँ जति घन्टा जति बेर तपाईँ गाडीमा चढ्नु एउटै पैसाले चाहिँ हुन्छ। त्यस्तो खालको छ यो पार्क। गभर्मेन्टको त्यो चाहिँ यो पार्कमा चाहिँ यस्तो खालको सुविधा छ। यो भनेको एउटा सामान्य पार्क हो। आज मार्च 10 तारिकको भिडियो तपाईँहरू हेर्नुहोस्, अझै पनि यस्तो स्नो छ। अब बिस्तारै बिस्तारै स्नो झर्दै झर्दै अनि यो चाहिँ समरमा जान्छ अनि पुरै यहाँ चाहिँ हरियो अनि खेल्ने एक्टिभिटिजहरू, घाँस काट्ने, यो गर्ने त्यो गर्ने सारा एक्टिभिटिजहरू फेरि सिटीले गर्छ त्यो। अनि यो रुखहरू पनि अहिले मरे जस्ता भएको छन्। यी सबै रुखहरूमा चाहिँ हरियाली पात आउँछ नि, फेरि हरियो न हरियो हुन्छ। अब यसको तपाईँलाई म कुनै बेलामा समरको पनि चाहिँ देखाउँला। यो चाहिँ विन्टरको। यी सबै मरेका जस्ता भएको छन्, पात रहित छन्। यी रुखहरू सबै हरिया भएर आउँछ नि पुरै त्यो जङ्गलतिर। त्यस्तो चाहिँ यहाँको हो यो क्यानाडाको तपाईँहरूलाई एउटा सामान्य पार्कको मैले देखाएँ। यो मनोरञ्जनको लागि गरेको। तपाईँहरूलाई हेर्न मन लाग्यो भने हेर्नु होला, हेर्न मन लागेन भने गाली नगर्नु होला, नहेरिदिनु होला। सक्यो। धन्यवाद, नमस्कार।